ल मिर्चु तपाईँले त खाँदैन क्या अरे मैले खाँदैन तपाईँले खाँदैन भने सुनेको थिएँ मिर्जु अब म त यस्तो फलफुलहरू खान्छु होइन एकदम मनपर्छ म चाहिँ खान सुरु गरेँ है त ल लसो गरेँ नमस्ते कस्तो खोकी लागेको तपाईँले खाएको देखेर त कस्तो खोकी लाग्यो खानुहुन्छ तपाईँ तपाईँलाई खान मन लाग्यो जस्तो छ यार खानुहुन्छ खानु के यार खाँदैन म खाँदैन यार नखाने ल नखानु नखानु खाँदिनँ म मलाई भोकै लागेको छैन म खाँदिनँ मलाई यस्तो त खानै मन लाग्दैन यस्तो खानेकुरा त मलाई मनै पर्दैन भोक लाग्यो होला किन भोक नलानु तपाईँलाई खानेकुरा मन पर्दैन र किन खानु मन नपर्ने यार खानुपर्छ यार खानुपर्छ खानुपर्छ कि मिठो यस्तो यार अनि पो हिया बढी बन्छ त्यस्तो तपाईँ खत्तम छ यार तपाईँ हेरिरहनु म खाइरहन्छु यार मोबाइलमा नि के आउँछ आजबाट के भयो मिर्जु यार टाउकोमा मसाज खोक छ निराश देख्छु के पिर पर्यो बोल्दैन तपाईँ के हो खानु न खानु के खानु जति खानु भन्दा मान्दैन तपाईँ यार अब नखाने मान्छेले के कर लाउनु यार बन्नु कहाँ जाने भनेको यहाँ के रियालै चुहाएर खा तपाईँ यार कस्तो मान्छे हो खानु मन हुँदा फेरि नि खान्न भनेर यार रियाल चुहाउँछ यार कस्तो मिचु यार गइहाल्यो नि उठेर जाओस् अब के हो भन्दा होइन मैले त खाऊ भनेको क्या खाऊ भन्दा नि नखाएपछि मैले के गर्नु म त खाइदिनु गामको अबदेखि यो मिर्चीलाई म खाने बेलामा कहिले बोलाउँदिनँ यार